एआई को प्रधानमन्त्री हो उहाँ त। हावा मान्छेको हावा कुरा के गर्नु, उसले होइन उसले आफ्नो पालिकामा उसको आफ्नो एजेन्डा के पुरा गर्यो। मैले त तपाईँको सबै तकरिबन मैले सबै नै पुरा गर्ने होइन। त्यो मान्छेले त खोइ केही गरे जस्तो लागेन मलाई। हो त्यही त भनेको त। अब बजेटै तपाईँको 30% मात्रै खर्च गर्न सक्ने मान्छेले होइन तपाईँको चाहिँ नि हामीलाई नसिकाउँदा पनि हुन्छ। कहाँ सिकाउने, उहाँको बजेटको 30% पनि खर्च गर्न नसक्ने मान्छेले प्लान गर्न सक्छ, एक्जिक्युसन गर्न सक्छ, सक्दैन नि त। त्यसले गर्दा अब यो यस्तो प्रश्नहरू तपाईँले नसोध्नु कि होइन, यस्तै उत्तर आउँछ। अब त्यो उहाँले यहाँको पानी त खुवाउनु सक्नु भएको छैन, काठमाडौँलाई पानी खुवाउनु भएको छ उहाँले, अनि आफ्नो पालिकामा चाहिँ नगर्ने अनि अर्काको पालिकामा चियाउने, त्यो गलत हो। उहाँहरूको त्यो प्रोपोगेन्डा हो।